भाइटिकाको अब हाम्रो चाहिँ सुरु हुँदैछ 2082 सालको भाइटिका रेडी गर्दैछ। म चाहिँ रेडी भइसकेको छु। तल के छ अब तल हेरौँ है त, तल के छ मेन ठाउँमा। कता कता छ उनीहरू अब यहाँनिर हो रेडी गर्दैछ। छोरी रेडी हुँदैछ भर्खर स्कुलबाट आएको। छोरी के हो आज? आज के हो भन नि त? छोरी आज के हो भन नि त? कस्तो लुक्स डेन्जर हो छोरीको। यहाँनिर हाम्रो तयार हुँदै रहेछ। दिदीले तयार गर्नु भएको छ। यहाँको साइड चाहिँ कति बजेको थाहा छैन, सबै आफ्नो काम हुन्थ्यो। हाम्रो मालाहरू रेडी छ। गौतम बुद्ध अब यहाँ सक्कसँगले दिदीले रेडी गर्दैछ। भोक लागिसक्यो भन्दैछ टोलीहरू। यो चाहिँ अब के गर्नु है, जाँड पानी नखाम भन्दा पनि अब चेलीहरूले दिन्छ। छोरीको आफ्नै छ। फेरि के लाग्यो छोरी? ममको चाहिँ आज फेरि एक्स्ट्रा छ हो। के हो यार, लुक चाहिँ फरक छ त। छोडेर जान्छ कि हो यार? उठ्छ होला केटाकेटी। रेडी भयो हाम्रो है। माइक गरेर के गर्छु बोल है तिमी। हेलो झन् अलिकति होइन पहिलामा त्यो आगो त फर्काउ धुप क्या धुपको डर छ के आगो चर्किन्छ के उसमा। अहिले सोझाउँदा पनि हुन्छ वैसो पारेर पहिला उयो गर्नुपर्छ होला, पूजा गर्नु पर्यो न। छोडेर ल्याउनु अनि घुम्नु होइन पहिले यसो जम्छेका न परा राखेको होला नि। परा राखेको छ हो यो मान्छेका दाहिने भा तितेपातीले यो खोइ त्यहाँसम्म यसो तितेपाती के भन्छ मम्मीलाई चाहिँ जम छेक्ने भन्छ। त्यसलाई खिर्सी हल्लाउँदै हिँड्दा त भइहाल्छ नि। जम छेकेको अरे नि, बुझ्यौ? यसलाई चाहिँ जम छेकेको भन्छ अरे। त्यहाँनिर चाहिँ हेर्नु हुँदैन अरे। क्लोज आइज गर्दा पनि हुन्छ। ल लो चक्कर लाग्यो रे, प्रेसर लो भयो रे, भात खाँदै गरेको गाँठे आज यसरी नै बिरामी भयो। कहिले टुङ्गोमा खानु छैन, खानु पाउनु छैन। यो चाहिँ अब के गरेको अरे नानी? यो जेमराजले देख्छ भनेर लुकेको अरे के। यो चाहिँ जेमराजले देख्छ अनि खान्छ भनेर रे छोरी। बाहिर छ जेमराज भन्ने चाहिँ। जेमराज चाहिँ बाहिर बसेछ अरे छोरी। त्यो चाहिँ हेर्नु हुँदैन अरे हामीले। गुड कल भयो भने चाहिँ के पनि गर्दैन। म पुरै क्लोज गरेको छु नि। म त जेमराज देखेँ ब्ल्याकमा। त्यो अहिले कस्तो डेन्जर हो दारा भएको। तिमी आइज क्लोज गरेन छैन। अनि के भयो त हौ, कहिल्यै संसारले चाडबाड मान्नु पाइएन हो। भयो होइन भन्छु आमा अब त्यो ल्याइस् त
फुटाएको ओखर दे तो चाहिँ ज्यामराजको हड्डी टोकेको अरे तेल तेल चाहिँ है त खानुपर्छ खानुपर्छ यो खाएन स्ट्रङ हुन्छ न त कम्बो खाइदेऊ यो खाएन भने त्यो उयोले लान्छ ज्यामराजको हड्डी भ्याम्पायर गरेको अरे त्यो चाहिँ टोकेको अरे त्यति खाउँदा चपाएर त्यो निल्नुपर्छ नि नर्सले चपाएर निल्नु चपाएर निकाल्नु हुँदैन नि कान्छी कस्तो राम्रो के आउनु के रेजी भइहाल्यो ल तेल लगाइदिनु होइन त्यो उसमा चाहिँ टिका लाउने ठाउँमा चाहिँ ओरा अलिअलि लगा टिका अडिँदैन के केस हुँदो अलिअलि यता यस्तोमा टिका अडिँदैन क्वाफ उक्लिन्छ यसले चाहिँ कोल्डहरू चिसोहरू लाग्दैन नानी त्यो चाहिँ के गरेको अरे त्यो चाहिँ ल होइन गरेको तँलाई सानोमा तेल लगाइदिएको सट्टो तेल लगाएको अरे त्यो बत्ती त्यसो गर्दा ओया गर्ने होइन है फेरि फिनिस गरिसक्यो गुड कल सबै खाएको कान्छीले वा ज्यामरा चाहिँ यतापट्टि आइज न यतापट्टि आइज भ्याउँदैन होला नि यता अलिक उता सारेर बाहिर अब टिका लगाइदिने होइन त आमा ल अचम्म माइती पुस्ने मान्छेहरू सब बिर्सिन्छ नि त के को आयो हौ फुलले भगवान्ले हिर्काउँदा पनि अडिन्छ क्या टोकेल माथि सार्नु उतिमै होला हौ मुनि लगाएर सबै यता कानमा यता उसमा सबैमा सेतो रातो सबै लगा यता छाती नाइटोमा थर कमाउँछ जस्तो हाल हिजो बेलुका रक्सी खाएर सुत्यो भने त्यसरी त काम गर्न नसकेर अनि ए भगवान् के भयो त यसमा कान हुँदो सबै प्रत्येकको सेतोको सबै त्यो भए जति सबैको लाउनुपर्छ यता कुम हुँदो अलिक ल्याक दल न के किन खेर जान्छ जस्तो गरेको लगाइदिएको अलिक देखियोस् न फोटो उसले भिडेको दाजु अनि बोल्नै छोड्नु छैन माइक चाहिँ अनि पापा मिस्टर पापालाई नि तिमी लाउँछ टोपी उसको ढाका टोपी अब एकछिनमा पालै पालो ल पहिला टिका लगाइहाल्नु अनि ला कान्छीको गीत त माथि नै पो छ अझै जुत्ताला खोइ अनि गिफ्ट चाहिँ लिएको छैन त्यतिकै अब तिहार गएपछि दिन्छ कि क्या हो बिरालोले गुलु कागज जस्तो लिएर लुकाएको होला फुपूले दराजमा भदैनीले खताल्छ भेटेको साँच्चै हात कामेको रहेछ देख्छ कान्छीले होइन तेरो भरे म पनि हेरिहाल्छु नि कस्तो
तेरो चाहिँ काम छ कि काम हुँदैन काम सकेर आउँदो होला नि राजुहरू राजु बेलुका आउँछ होला 7 बजीतिर आउँदो होला नि काम सकेर काम सकेर येलो लाउनु भएन दुईटै काममा गयो होला नि त उसको जेठोहरू गएर येलो लाएको त नि देखिनुहोस् तिमीहरू चाहिँ यहाँ पेसाब लो हो भनेर रियाटो लाग्यो भनेर भागेर आएको त्यस्तो भनेर अनि ओरेन्ज छ घरको मान्छेलाई पनि आपस अनि के भयो तब कस्तो सिरियस भएको न जिस्काउँदा पनि अनि मान्छेलाई गुट्टु टुटु टुटु भात आधा कल्चो छोडेर त हिँड त रातभरि त्यत्रो खाएको होला नि त अनि भइहाल्यो त किन भात खानु राति मान्छे ज्ञानी हुनु कति बेला आयो दुख बिराम नहुनु कति बेला आउनु भयो अरे भनिदिनु न आमालाई राति नै आएको नि बिहान होला नि अनि त्यहाँबाट उलाउनु पनि बिहान आउनु न बुढीले लायो न बुढाले लायो मिसिन पनि म त थाहा त थिएन नि लुगा हालिराखेर हिँड्नु भएछ बिहान गुडुडु 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 गर्छ ए बाबा हो भन पानी फ्याँकेन र डबल लायो कि के गरौ कि भन्छु तेरो पनि हुन्छ नि कान्छी हो यो टिका जस्तै उज्यालो हुनु ल थुतुनाहरू चाहिँ नबजाउनु म त जहिले यही भन्छु दसैँमा पनि यही होइन नि लक्ष्मी पूजा पनि यही पढ्नु अब ह्यान्डसेक जिन्दगीभरि तेरो त्यही हुन्छ अब मुख नबजाउनु भन्ने कत्रो लाग्दो रहेछ त हौ कान्छीले त त्यो राइटमा थिच्नु त गएर खोइ राखेमा थिच्नु यो एकछिनै म भन्छु डेस्कटपमा राख्नु ड्राफ्टमा ड्राफ्टमा अझै नट फिल गरे अब फेरि प्लसमा थिच्नु अब एकछिन 10मा छ 10 मिनट्समा फेरि अन गरिदिनु आमालाई पनि लगाइदिएन हौ बोल्नु न हेलो हेलो हाम्रो त आज उता पनि राखेको रहेछ 10 थरी गर्नु त जाने त्यही हो अर्ग्यानिक माइक नेपालको झन्डा भएको ए ठिक रहेछ यो टोपी यसपालि खुब टोपी लगायो हो सबैमा खान्छु दौरा सुरुवाल चाहिँ लगायो अब दौरा सुरुवाल चाहिँ निकाल्दै त्यो निकाल्दैन कुसाङ्गेर लगाइदिन्छु यो टोपी बेसरी टोपी बिक्री भयो दुनियाँले बेसरी मान्नु थाल्यो न नेपाली पनि थिएन उसाङ्ग्रेको गिफ्ट ल्याउँछु ल म एकछिन कान्छी गुड यहाँ हेर न माला कत्रो छ हौ बोक्नु पनि सक्दैन होला हौ म कुन मेक गरे यहाँ हेर त तिमीले मेक गरे त दादालाई पनि लगाइदिनु ए पुस्तक यो उयो भएको छोड्दै म कुन मेक गरेको गो अहिले म देखाइन्छु हेर त तिमीले मेक गरेको त दादाको पत्र पत्र लागि सानो छैन माला त नेपालमा भन्दा ठुलो के भएर अब यो नखाम डबल भन्छु लेभल भन्दा महँगो हो नि फेरि यो नखाम भन्छु कुसाको चिप जस्तो पो छ त एकछिन ल कुसाङको ल्याउँछु जाँड रक्सी त नखानु पर्ने हो तर के माला गर्नु लगाइदिनु न पर्छ अब लिएर झर्नुपर्छ नि किन लाग्छ कान्छीलाई टोपीले साह्रै सुहाउने क्या लास्ट इयर 2 इयर्स अगाडिको पनि कस्तो राम्रो थियो टोपी दिवसको के आयो कान्छीको आमा म चाहिँ हो यो झोला हिजो
तिमीले बनाएको यो हो लाउन आँटिसक्यो कान्छीको त मोटो रहेछ कस्तो राम्रो देखेको हो कान्छीलाई राम्ररी देख्यो तँले त रातो भयो चिसै मन पराउँछ नानीले मन पर्छ त चिसो देख्छु अनि फेरि गर्छु ह्यान्डसेक आयो कस्तो राम्ररी देखेको हो केबाट फोन आयो भन्छ अहिले थ्याङ्क यू भन ठिकै छ उता देखाउ न भन्नुपर्छ है थ्याङ्क यू भयो खै यसलाई लगाइदिनु पर्यो आइज तँलाई लगाइदिन्छु यो मलाई लगाइदे Adidasको सुज हो नभन्नु हौ नानी मान्छेले कसो अरे नानी सुन्छ अरे के भन्दैछ फुपूले नबोल भन्दैछ मलाई त माथिदेखि हेर्न तलदेखि माथि लाने हाम्रो त सेक हुँदैन नानी आयो भने फेरि 1 वर्ष नलाएको बिर्स्यो होला नि दुइटैले साम्रेले चाहिँ यति धेरै गिफ्ट अरे हेर न मेरो चाहिँ थोरै नहाँस है मलाई दिने बर्थडेको सम्म दिएको होला नि फुपूले त त्यो फुपूको अलरेडी छ अब नानीले पनि फुपूलाई लगाइदिने होला मेरो त ह्यान्डसेक गरेर सिकाउनु पर्छ नचल न नानी भयो 2 4 6वटा मात्रै भयो एउटा लगान जुन सातो राउला ए कसो यो लगाइसक्यो 7वटा भयो ल फुपू लगाइदेऊ ह्यान्डसेक हुन्छ कि हुँदैन तिमी उठेर जाऊ उठ नै त ह्यान्डसेक हुँदैन भनेर छ यो लाउने हो भने उठेर जाऊ आया म यहाँ समाइदिन्छु आया त भन्दैछ अलिक यतापट्टि अगाडि आउनु के हुने आया त भन्दैछ अलिक अगाडि आउनु ल बसेरै लाउने हो ल बसोस् न यो सुरुमा व्हाइट हो छिटो ल छिटो सुरुमा व्हाइट हो राइट छ कान्छी पनि नदेख्ने ओभर रहेछ गर्न के गर्न ओभर गर्न पक्रा न ओभर ओभर कस्तो ओभर पापाको जस्तै गर न त्यहाँदेखि माथि टस टस गर्देऊ न अब यो कलरहरु त्यही एड गर्दा पनि हुन्छ म एड गर्छु ल एड गर त्यत्रो पेन्टिङ गर्ने मान्छेले कस्तो टिका चाहिँ उन्न गर्नु नजानेको कहीँ लगाइदिन्छ त अब कान्छी चाहिँ यसो भन फुपू धेरै नसुत्नु है भन तिमी चाहिँ तिमीलाई मुख न धेरै पर्पल हो बजा भन तिमीले चाहिँ त्यसो भन्दै लगाइदेऊ न पापाको मिक्स कलर भयो हुन्छ केही हुँदैन हुन्छ टच मात्रै गराइदेऊ न छोरी कस्तो कान्छीको अर्को लगाइदियो भने ह्यान्डसेक हेर्नु भनेको त अहिले भरे देखिन्छ नि कान्छीको ह्यान्डसेक ग्रिन सबै टच गरिदेऊ राइट टचअप गर नि टचअप कान लगाइँदैन नि एयरमा यो लगाऊ ल एयरमा लगाइदिउँ टोपीले साह्रै सुहाउने रहेछ हात टोपी जान्दा इयरिङ्स आयो टोपी खस लु भइहाल्यो नि त टोपी लु भयो यो लगाइदियो अरे फुपूलाई यो हो त लगाइदेऊ फुपूलाई टाउकोमा थाहा छैन त फुपूलाई टाउकोमा हेड माथि ल हेलो के टाउको यो
यदि फुपूलाई तिमी टाउकैमा नआट्ने पर्दैन हौ कुसाङको त्यहीँनिर राखिदिँदा नि हुन्छ पर्दैन हौ खै एकपल्ट खुट्टा ढोक्दिउँ आइ लु लु नउठ्दा पनि हुन्छ लु बसी बसी गर्नु राखिदिनुपर्छ ल प्रेसरको हुने मान्छेहरू ढल्छ भने बुढ्दाखेरि ठिक ल खै मम्सलाई पर्दैन आमालाई लगाइदिउँ यो कान्छीको पनि खुट्टा ढोक्नुपर्छ कि ढोग्नुपर्छ होला नि कान्छीको पनि अहिले लाउँछु फेरि म ए हो मेरो छ छैन किन उठ्नु झन् जामाले सजिलो हुन्छ त फुपूले गरेको देखेर ऊ खुट्टा पसार्दैछ चोर्देऊ जाऊ छ आमा खुट्टा पसार्दैछ कि खुट्टा उचाल आउन गाह्रो हुन्छ अर्को उचाल फुपू जस्तै भुइँसरी गरिदेऊ लु बसेर गर्नु मन लागेको थियो होला फुपू जस्तो बस त एकताल यो फोटो खिच्नु अब खिचौँ एकपल्ट अनि यताबाट खिच्नु तपाईँ खै कुसाङले आएन दुईजनाको खिच्नु पर्थ्यो कस्तो राम्रो हो कतिवटा खिच्नु भयो र 2 वटा होला कस्तो मजाले साडी हावाले उडाएछ खै त हाम्रो खिच्दिन आएन त त्यही त नि आफ्नो तपाईँलाई यहाँ राखेर खिच्छु यहाँ खिच्दिनु मेरो एउटा ल ए ल ल तिहारको शुभकामना म त के हुन्छ फोन गरेँ नि लगाएर हामी त फोटो खिच्दैछौँ ऊ खाना खानु आँटेको अनि त्यत्रो छिटो आएपछि त अनि त्यही गर्नु भनेर आएको अनि लगभग अब तिहार पनि सकियो आजको तिहार यस्तो भयो आइस्यो 2082 सालको भाइटिका आजलाई यस्तै भयो त्यो फिस रहेछ फिसको झोल राँगाको मासु चेलीले बनाउँदैछ ल्याउ त भात खाइदिउँ के हो कान्छीको लन्च बक्स नो डिस्टर्ब प्लिज कान्छीको वाटर बोतल पनि खाइदिनु पर्ला यो ओरिजिनल अकबरेको साथमा माछाको सुप अकबरे अब यो चाहिँ राँगाको मासु राँगा लास्ट टेस्टी भएछ नुन सुपमा अलिकति सुपमा कान्छी फिस खाने कोक पनि ल्याऊ सुन कोक फिस खाने भनेको कोक पनि ल्याउ न कान्छै त होला नि अब कान्छ भन्नु भनेर नबोलेको त नि बोल्नु चस्मै लगाएर खाने भाइ चाहिँ तङ दिनु पर्यो नि अब
कान्छी त अहिले भर्खर खाएर आएको मान्छे त जमर्को गरिसक्यो खानु नखा अनि तिम्रो पानीको बोतल कहाँ त्यही खानु आमाले ठिक गर्नुभयो मकैको भात पकाएर ममको मकै हो अनि खानु पऱ्यो भनेको गाँडाकोसँग क्या है मिल्छ क्या रोटी पो खानुपर्छ त हौ भात खानामै जम हान्यौ त एकछिन एउटा खान्छु भित्रको ल्याइदिउँ प्लेटको अखबारे अखबारे छ त खाँदैछु त मासु चाहिँ राँगाको अन्डा किन खानुपर्छ अरे भन्छ खान्छ तिहारमा हो है तर थाहा छैन अन्डा र माछा त्यो चाहिँ सघाउनु हो क्या मेन तिहारमा बनाउनै पर्छ त्यही भएर मैले चम्चीले हेरेर नुन लगाएको छैन भन्दैछ कि लागेको छ बिहानी बानी भएको थियो मलाई चित्तै बुझेन दामी भएछ है हिजोको अनिन्द्रा ढङढङै सबै उत्र्यो अब त्यही भएर सुप बनाइदिएको क्या बिहान के खाने भयो खान्छ खसा टुटुट गरेको बेला यो आएको होला किन सिटी लाउँदैन आज दाल पकाएर त्यो पो राति हुन्छ राति हो हामी बसेको जफ होइन छेउमा बिहा खाँदै मजा आउँछ आज हाम्रो पालो आज अब हामी जाने हो मान्छे नै नभयो त्यसलाई मान्छे छैन कि लेडिजहरू थिएन त्यसलाई मान्छे क्या केटाहरू पनि बुढोहरू मात्रै थियो केटाहरू पनि त सास फेर्नु है माछा खाने भयो खानै आमा सेलरोटी खाने एउटा भयो सेलरोटी त खानुपर्छ आज अलिकति भए पनि अन्डा पो भरे खानु पर्यो हौ त्यो एकैचोटि सबै खानु के के छ राख्दै खानु चाहेर त्यो चाहिँ पकाएको फेरि यो सेलरोटी के भयो कि सेतो भएको नि रक्सी पार्ने भाँडा पनि मासु गलाउने नै हो तर हाम्रो त पढाइ हुँदै छोडिदेऊ खाइ त सकिन्छ जस्तो अनि किन थ्याङ्क्स तिमी चप्पल चाहिँ लगाउँदैनौ र गाउँथ्यौ सबै त्यो रातमा मैला गरेर चाहिँ माला लाग्छ लाउनु पर्छ नि अब भरे बेलुकासम्म सुत्ने बेलासम्म लाउने हो कस्तो ज्ञानी भएछ मैले आशीर्वाद दिएको भन्छु तेरो आशीर्वाद त टपटपी चप्पल त त्यहाँ रहेछ नि ओहो। खुट्टामा ठोकाएर एउटा त्यो एङ्कलमा पनि उयो दुख्दैछ भन्दै थियो के गरेर हो एङ्गलमा दुख्छ घरिघरि मसाज गरिदिनुपर्छ यो घोडा ठोकाएर स्ट्रङ
तेरो आशीर्वाद लाग्यो तेरो भदैमा आशीर्वाद दिँदै गर्नुपर्छ नि त अनि मात्रै ध्यानी छ नि हाम्रो दुःख दिँदैन हामीलाई औँठी पनि लगाएको छ अहिले बजाउँदा पो देखेको कानमा कुण्डल अब यस्तो किन तेरो त पैसाले पिटी ब्याङ्कले यस्तो टाइम टु Open gas. एक्साइटेड हो दुई हातले गर न हौ के हो त्यो Skittles are. भन न के हो मान्छेको फेभरेट कुरकुरे वा ला कतिवटा बक्स निकाल सेयर गर्नुपर्छ है यो त सेयरिङ इज केयरिङ हुन्छ बाख्रे लुगा नि दिएछ नि त फेरि ओ माय गॉड यता देख फ्रन्टमा मन पर्यो कुन हो त्यो त्यहाँ हेर न नाम ट्याङ्की अरे के हो त्यो More. के हो कान्छी Dinky. Oh. डङ्की जस्तै छ त चिकन वाइ डङ्की जस्तै छ त कान्छी Donkey, I know. यो झोला लक्की रहेछ हौ कान्छीलाई आफू आफू गर्ने खै म हेल्प गर्छु पेटमा राखिरा चुचु पो रहेछ ए के हो छोरी के को हो नानी त्यो Adidas. Go. एडिडासको कस्तो रहेछ हेर्नु त ओ के हो Shoes are. कुन सुज हो हेर त ऊ त्यहाँ पढ त साइडमा प्राइस पो दियो त कुन सुज रहेछ Samba. ओ माय गॉड के हो लाइक कान्छी इट अब अर्को पनि छ है अब माय गॉड कुकुरले त नि कान्छीलाई हेर न जेलस भइरहेको थियो उसले पाइहाल्यो हो त्यस्तो Tina. हो र हिजो मलाई ओक्सको हो भन्दै थियो ला के ओक्सको भनेको Uggs are. Uggs. अक्स हो Uggs. ओक्स सुज ट्राई गर उठा त ट्राई गरिहाल त Both. बाहिर लाउनु मिल्छ यो मिल्छ नि अहिले केटीहरूको अहिले चलाएको बाहिर हो क्या आमाले पनि हेर्ने अरे आउनु उठा न ट्राई गर त अहिले बाहिर यो हिँड्दाखेरि लाउने आएको छ नि त केटीहरूले वाउ कान्छी र म पालो पालो आउँछु है मलाई त आमाको पनि खुट्टा त्यत्रै छोरीको पनि त्यत्रै लु ठिक भएन दिदी फुपूको फिट हुन्छ भन्दै गरेको थियो वाउ लु म जेलस भयो मलाई कसले किनिदिनु लुगा टिप माथि राख त लुगा चाहिँ Yeah. उता Yeah. अर्को लुगा के हो उता? माथि राख अब साम्बा पनि ट्राई गरौँ जस्तै गरिदिउँ के वाउ म किन्नु पर्यो भनेको त नभए ऊ राखेर पछि लाउँदा पनि हुन्छ अट्छ कुन आमाको र छोरीको साटेर चार अट्छ आमा र छोरीको साटेर र किन खोलेको हौ हेर्न लगाएन हौ नानी 3.5को त साह्रै सानो देखिन्छ भनेर के 4को चारको हुन्छ मलाई आमा चाहिँ हिजो मैले झन्डै किनेको झन्डै किनेर This one's a toy. मलाई त ठिक्क हुन्छ साह्रै सानो देखिन्छ नि त आएको हुन्छ नि नेपाल जाँदा सबैले एकैचोटि ल्याएर जान्छ अब जाने बेलासम्म हेर्दै नि सेक मिलाएर जान्छ भिडियो गर्नु न
मेरोमा मिलाउनु भएको हुन्थ्यो खै 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 मोबाइल फोटो खिचाइ उता छ उता ठुलो मम्मी र आमाकोमा लगाइदियो 3 3 टाइम्स त्यहाँ फेरि भिडियो लाएन कताबाट भन्छ हो राइटबाट राइटबाट यसरी पानी अलिअलि यता, हातमा दाहिने यसरी बाट। गरेर बिस्तारै अलिक छेउमा थोरै थोरै चुहाउ है चुहाउनु पर्छ नि भयो रेडी सर्कल गर सर्कल गर्दै यो घुम। भयो जामा छ नि के पानी अलिअलि यसो गर्दै अँ। अब यहाँ आएर पानी हातमा राख अनि दादालाई खुवाइदेऊ पानी राख यहाँ हातमा राख हातमा खुवाउनु यो पर्दैन हौ पानी यसरी हातमा दिँदा हुन्छ टाउकोमा लगाइदिँदा पनि हुन्छ चिन्ताल घुम्नु खानु पर्दैन फेरि यसरी यसो गरेर कलसम्म फेरि पानी देऊ अलिकति दादालाई हातमा देऊ फेरि अब एक राउन्ड वाउ मैले पहिला नेपालमा त लागेको ठिकै छ लाएनौ नि मलाई पनि दिमाग आयो तिमीहरूलाई पनि दिमाग नआएको नि अहिले पो तिमीले भन्दा त म त साथी लाउनु मिल्छ त भनेर भयो तिनपल्ट ल त्यो राख कलस उतै राख एकखेप इन्द्राको उसमा लाएको थियो होला यसले ओखर फुटाउनु सक्छ त सक्छ छेकोस् न छेकोस् न छेकेको छैन यसको पनि अब कता छेक्छ उही बुढीले जम छेकिदियो भने मात्रै त ऊ त्यहाँ लाग्छ मुनि छ र छेक्छ यहाँ छोपिदेऊ दादालाई छोपिराख है यो लगेर त्यो जाऊ। ओखर लिएर फुल फुटाउँदा नि हुन्छ के फुल फुटाउनु नि हुन्छ बाहिर कमलो हुन्छ फुल स्याहार्दा पनि हुन्छ के त्यो उसको सबको छोड्देऊ सुस म सिकाइदिन्छु ल त्यहाँको बत्ती बाल्दै यसो सुस्ताको अब कान्छीले हातमा भएको नर्स मुखमा खानु यो अरे ठाउँ त्यो खोल्दियो त्यो खोल्देऊ जेमराजको हड्डी टोकेको अरे के कराङ कराङ ल हौ त दुई हातले देऊ ल यहाँ छ तेलहरू अनि त्यो उयो खाऊ नर्स खाऊ त्यो हड्डी खाला दादा पो त तेल उयो बोटुकोमा छ ठुली फुपू देमा निकाल नि नाङ्लो पनि देमा मात्रै चिन्छ यसले दाइ उडेको उडेकै नेपाल के अरे दाइ अनि उडेको उडेकै मजाले दुई हातले तेल लगाइदेऊ टाउकोमा अलिअलि धेरै होइन अलिअलि टिका लाउने होइन यसो केसमा पाता हुन्छ कपालमा यता ल नेकमा लगाइदेऊ नेकमा अलिअलि लु यहाँ राख ल लु अब टिका लगाइदेऊ होला यो फुलहरू छ त अघि फुपूले गर्नुभएको याद होला नि फुपूले गरेको जस्तो गर्नु टाउकोमा अलिअलि छ त तँ त उठाइदेऊ दुई हातले है यता यता उयोमा निमा राखिदेऊ दुई हातले है एउटाले चित्दै लु ल्याऊ लु अब टिका राम्रो लगाइदेऊ है दादा कसरी अघि फुपूलाई लगाइदिएको छ त्यसै गरेर हो माथि तलबाट यसरी माथि लाने दादाको नि अघि फुपूलाई जस्तै ओ अझै अलिक लामो जान्दो रहेछ फुपूलाई लगाइदिएको छ नि गुणा दस आर्टिस्ट हो अलिक लामो अझै अझै लामो क्वालिटी टोकेर अझै चोप एकपल्ट वाइटमा दादाको नि दाम ठुलो छ नि ल अब अरू कलरहरू चुज गरेर लाइ नै कुन कुन कलरहरू राजु भन भन म त के त्यो रातो के को ए के को आज कालो कालो राम्रो घर लगाइदेऊ है। घर सफा गर्नु बस्यो कि ठुस्किएर बस्यो नि तेरो भाउजू अब ठुस्किनुको साझी हुँदैन राम्रो लगाइदेऊ ल भाइटिकामा त दाइ मात्रै आउँछ नि कुनै बिहानको अलग पत्र होला नि अब नै काममा गएपछि कान्छीले पनि मेलो ल्याउँदो रहेछ हो ल्याउँछ नि। कति राम्रो लगाइदेऊ कान्छी भयो कानतिर लगाइदेऊ सबै चोपेर फिङ्गरले गर यस्तोमा लाउने हो वाइटमा चोप कानको अनि लोथी अरू लाउने कलरमा सिकाउन चोप यस्तोमा लगाइदिनु है लो लगाइदेऊ हजुर अर्कोपट्टि पनि लगाइदेऊ त्यहीँबाट लगाइदेऊ न नेकमा लगाइदेऊ ल ल भयो आउनु अखै हात टिस्यु दिनुपर्छ न उता छ टिस्यु कुन हो कान्छीले बुनेको ठुलो यो ल उसले आफै बुनेको है ल आँखा त्यो सानो पनि अनि लगाइदियो अब लाउने छैन टाउकै दुइटै उसको के दुइटै पठाइदियो? लगाइदेऊ न। नानीलाई खाना उयो के पठाइदिनुपर्छ नि ल लगाइदेऊ
गुड यो टोपी लगाइदेऊ न टोपी लाउनु आउँछ होला नि अघि आफूले पनि लगाएको छ टोपी त कान्छीले पो लाउँछ त है राम्रो सुहाइरहेको छ नाटक लाउँदिन खै तिम्रो म त जान्दिनँ बिचमा उयो गर्दा न कस्तो फुट गयो भयो आज त कान्छी त के हो म त अनि छक्कै परिरहेको छु भन्दैछु त म ज्ञानी अघिदेखि म छक्क परेर बसिरहेको छु ओ पापाले त आज माला दादालाई लगाइदिनु त टोपी बनाए बैला टिका लगाइदियो होला नि बस कान्छी तिमी यहाँ अगाडि दादा ओ तिहार मनाउनु थालेछ हौ उसमा पहिले त मनाउँदैन हो पहिले मनाउँदैन त दसैँ तिहार तिनीहरूलाई थाहा हुँदैन थियो है पहिले हो लिम्बूले प्रायः मान्दैन त दसैँ तिहारहरू जान्दैन पनि क्या त्यही भएर तर हामी त पहिल्यैदेखि मनाउँथ्यौँ नि तिमीहरू त हामी धरानमा भएर लिम्बूहरूले पाहाडतिर मनाउँदैन क्या जान्दैन पनि बनाउँदैन पाहाडतिर लिम्बूहरू प्रायः आउँदैन यो त हामी चाहिँ त क्षेत्री वनहरूतिर धेर भएर हो कि होइन उसमा बसेर हो क्या धरानतिर त गर्छ नि घरतिर सबैले मनाउने त देखेर हो कि पाहाडतिर चाहिँ गर्दैन पाहाडतिर जान्दैन मनाउँदैन पनि अनि ऊ देवेन्द्र पत्रकारको छोरीले सिकाउँदै थियो आमालाई उसको भाइहरू ज्ञानी भएको नि उसको दाईहरू चाहिँ यति हापेनामा मैले आशिक दिएको काम लागेछ क्या आएको आज त कम्ता ज्ञानी भएको छैन आशिक लागेको नि गिफ्ट तिम्रो त दादालाई यो दिनु यो न। गिफ्ट उसको पनि यहीँ छ बुहारीको पनि यहीँ होस् एकै ठाउँ यहाँ गिफ्ट यो दादालाई दिनु ए ल नानीलाई खै त सेवाहरू गर ल टोपीको चढ्नु ल मान्छे भुइँसोरी गर एकपल्ट दादालाई भुइँसोरी ल भन्छन् हेर्नु मन लाग्दो हो हजुरको त मैले पहिले सब्स्क्राइब हालिदिएको नि मैले एकले भेटाइदिएको नि त फेरि यो त उयो रुखको देखाइरहेको छ नि आजको हिरो खतरा फायरवर्क्सको हिरो है यस्तो लाइट त बोल्दैन त अनि यो त हो र छोडै है यहीसँग होइन होला यहीसँग हो हो र त्यतिखेर नसिकाउनु न ओके सरी लग छ त कम अन गाइस रेडी रेडी है भिडियो हुर्रै जाँदैन भयो भिडियो बना जाडोले कामेर यो चाहिँ उयो मात्रै रहेछ यो चाहिँ उद्घाटन यो उयो रहेछ त्यो माथि जाने हो त Happy tiar! कति धेरै खाना न कताबाट भयो नि सबैभन्दा ठुलो ठुलो माछा चाहिँ यो है टाढो बसौँ है यसको लागि उम् भर्खर
ल ल बल्यो जसले बाल्न सक्छ रेडी हो ढाका टोपीहरू माथि जाला है उसलाई सुसनलाई आउँछौ सुसनले बालेको छौ पर जाऊ कता नि यता